केडा हो दिनको सुरुवात चाहिँ भर्खर भयो है भर्खर उठेको केडा हो चक्क लगाएर यस्तो छ बाहिरको मौसम चाहिँ अल्छी लगाइरहे यार आज कपाल सवाल काट्न जानु पर्यो भनेको मेरो भ्लग ठ्याक्कै उल्टो भइसक्यो केटा यार मेरो क्वालिटी योभन्दा अगाडिको भ्लगको त यार क्वालिटी उयो भइसक्यो डाउन भइसक्यो कसरी बनाउने होला केटा हो क्वालिटी त्यो उयो क्वालिटी त्यो बढाउनु मिल्ने चाहिँ उयो भइसक्यो केटा झरेको मुनि 480 के हो उयो मात्र दिइरहेको रहेछ क्या अनि पछाडि 1080 बनाउने हो केटा यसो भन्नु पऱ्यो मलाई दादाहरूलाई भर्खर स्टार्टिङ हो नि त दादाहरूलाई थाहा छैन नि त कसरी गर्ने अनि यस्तो एडिटिङ कुन एपबाट गर्ने ट्याक्क यस्तो भनिदियो केटा हो अलिक थाहा छैन नि त मलाई त्यही भन्दै आज यस्तै छ हेर जिन्दगी एक दिन जिन्दगी भन्दा रहेछ भोसडी फेरि नयाँ कभर हाल्यो नि केटा मैले फेरि हिजो के छ अरे मकै पो छ माथि मामा कहाँ छ यार स्कुटी छ कि त्यहाँ बजार पनि बब्बाल दिएर यार लिनु पऱ्यो यस्तै छ जिन्दगी केटा हो के गर्ने होला अल्छी लाग्दो दिन छ कपाल काट्न जान्छ मलाई आज पुलअप बार बनाउने भनेको केटा हो सामान चाहिँ ल्यायो कि हिजो राति अब बनाउनु पर्छ एक दुई दिनमा देउसी मने अनि काठमाडौँतिर जान्छु होला त्यही हो केटा हो एकछिनमा भेटौँ खाना खाएर चल्लिस केटा बहिनी हामी बजार गइसक्यो ए गएको ल के भनिरहेको छु म आज के भनिरहेको छु मलाई थाहा छैन यस स्याक्क कपाल काट्नु पर्यो च्याप लगाएर त्यसै हालेर मकै छ है केटा गएको अब हामी उसमा लाएर हिँडेको यिनीहरू अघि नै भन्नुभएको थियो नि अहिले आएर भने कल काट्न नआडे कल काट्न नआडे च्याक्क है केटा फेरि डेजी ल केटा एकसँग भेट्छ हामी केटा
हामी चाहिँ कभर गर्ने ठाउँ आइसक्यो है केटा यस्तो छ फेरि कभर गर्ने ठाउँ चाहिँ बवाल छ गीत बजिरहेको यहाँ केटाहरू कपाल काट्दा छ है केटा हो फेरिजना है फेरि दादा के भइरहेछ यहाँ छ चोटे यहाँ छ सन्धि कस्तो हुस्सो लाग्यो जस्तो भएको थियो क्यामेरा यहाँ त्यहाँको कभर गाडेर सकिसक्यो हाम्रो कभर गाड्ने कटिङ सेसन केटा हो यो चाहिँ हिरो भाइ है हाम्रो कभर गर्ने सेसन एक केटा हो होइन होला न भाइरल अब भाइरल साँच्ची हो भ्लगर हो क्या फेरि मेरो भ्लगर होइन फेरि जे पाइदिए भ्लगर हो क्या होइन भ्लग चाहिँ त्यस्तो हुन्छ है जे पाइदिए भइहाल्यो उयो र भ्लग हो क्या मेरो जे मुक्ति आएर पनि पाउँथेँ मेरो भ्लगको नाम एन्टोन जी छ आउँछ यो भ्लग पनि आउँछ कस्तो सबै देखाइन्छ यो बहिनी भ्लग आउँछ भ्लगमा आउँछ यो बहिनी यो मम्मीलाई भनिदिने अब होइन होला के अरे बेसी भयो 10मा 100 हो नि हो 10मा 100 हामीले चाहिँ बाटोमा हिँड्नेमा के अरे ट्यापी बहिनीलाई भेटाएँ ट्यापी बहिनी भेटाएँ है फेरि यता हेरिदेऊ न त यता हेरिदेऊ न त यता हेरिदेऊ न त आइछु कि क्या हो आछु के हो रे के हो रे के हो रे लाऊ पहाडी आज हामी कहाँ जानु थाहा छ बडा खान्छ पिजा खान जाने हाम्रो फेरि अलि सानोतिनो मिठो हुँदाखेरि पिजा सिजा हामी खाइरहन्छ फेरि किन मोटाउँछ भनेर किन भात खाएर आइसक्यो ओए मामा ओए मामा ओए मामा बहिनीले त भात खाएर आइसक्यो अरे यति त अट्छ होला तिमीले यति मात्र त खान्छ होला
अस्ति पनि बम्पर रेडी छोडिहाल्यो तिमीले आधी बेसी आधी होइन 1 बाइट लिएर छोडेको थियो बम्रा मासु हो बम्रा मासु ल रुला नि फेरि आमा आज पाउडर लगाएर आएको रे होइन अनि खै दामी दिएछ ओइ ओइ 5 मिनेट भन्नु दामी दिएछ खै हेर यता हेर न यता हेर न बहिनी म पहाडबाटै आउँछु केटा हो हामीले अब बडा हाउसमा आइसक्यो है केटा हो मामा हामी उता कहाँ जाने उयो जाने हो मामा यहाँ बडा हाउस जाने कहाँ जाने हो यहीँ हो ल हामी चाहिँ किन म भन्दिनँ के भन्नै दिँदिनँ हामी चाहिँ घर आइसक्यो अब च्याक्टो लगाएर चरा खोलाएर चल्लिस माथितिर यस्तो छ यहाँ बस्ने जहाँ बस्नुहुन्छ म त खाना खाएर आएन नि आज उहाँ बस्नु न उहाँ उसले बेलुकाको भात हाल्थ्यो रे बहिनीले बेलुकाको भात हाल्थ्यो ल त्यहीँ बस्नु ल यही त यहाँ आउँछ म त्यहाँनिर बस्थ्यौँ न के तपाईँ बस्नु यतापट्टि बस्ने यतापट्टि बसौँ न ल रिया सिया छैन नि है केटा हामी चाहिँ आइसक्यो है केटा एकछिन आइपुग्छ हेर न तिम्रो केटा हो के भएको के भन न के खाने पिज्जा खाने हो के छ हेर्नु न अनि बर्गर 3टा गरौँ है पिज्जा खाने 2टा होइन पिज्जा एउटा ल्याउनु पहिला भन्नु न पिज्जा ल्याइदिनु यो चिकन BBQ पिज्जा लार्ज त्यही गरिदिनु कुन कुन भने यो चिज BBQ चिज बारबेक्यू चिकन पिज्जा ल यही गर्नु एउटा अनि त्यसपछि सिमोमो भन्यो त्यो अस्ति हामीले त्यो राता खाने मोमो सिमोमो होइन सिमो सिमोमो खाइदिउँ सिमो 2 प्लेट गरिदिनु न 3 गरे 3 पिज्जा चिकन ललिपप के खाने भन न त ल छिटो चिकन ललिपप केटा एकछिन भेट्छ हामी केटा हो मान्छे निन्द्रा लागेको अवस्था है यस्तो छ पारा केटाहरू सब खाइरह मलाई मात्र आएको छैन दादालाई कहिले हुने अब आएको इन्तजारमा सबजना मोबाइलमा व्यस्त हेर थत मारो म मात्र हेर यत्तिकै ओइ मोबाइल नचलाउने केटा भाइ मोबाइल नचलाउ त भाइ जी भाइ मोबाइल नचलाउ ओ टिपी भाइ तिमी भ्लगमा अब भाइरल है ल केटा हो हाम्रो चाहिँ मान्छेसम्म आइसक्यो फेरि चरा एउटा चाहिँ कसलाई हो एउटा चाहिँ कसलाई हो हान्दिनु न त ल नान भन्नु नि बहिनी तिम्रो होइन यो लियो त्यहाँनिर दुईवटा खाने अरे अहिले केही खानु सक्दैन भयो
केटा एकछिन आउँछ केटा अर्को सामान आएपछि केटा अर्को आयो फेरि दादाहरूको फेरि चढाइस ल अन्त केटालाई पाडी ल मेरो तर्फबाट ल कति पिस हो भइसक्यो त्यहाँनिर ल केटा हामी सेपरेट प्लेट सन्ध्या बाहिर अब भन्छ त्यही छ चिजहरू सेपरेट प्लेट चिन कतिवटा छ 1 2 4टा 5वटा ल सन्धि हाफ जान्दैछ होइन सामने मामा यहाँ मामाजी आइला कति गरिदिए हो मामालाई होइन होला एज अलवेज कालो फेरि गोरो देखेर भन्न पायो रेन्ज बहिनी फेरि यहाँ अर्डर आज धेरै भयो 5 मिनट बनेर हामीलाई पुऱ्यायो आधी घन्टा बेसी है बहिनी खत्तम छ अब के त पनि ल्याइदिनु न अगाडि अब हामीले सकिसक्यो है मेरो चाहिँ यति भइसक्यो फेरि खत्ता खायो आज त मा वाइल मेरो केटा केटा चल्दैछ है ल राधा काका ल अब चल्दैछ सनसेट नजाराहरू चल्दैछ माथि चल्दैछ माछहरू दादाहरू रोक्दैन यार कसम बोकेन हो तिमीहरू म के सुन्दैछु यहाँ ओ आदर्श मेरो बहिनीलाई माक्कु तमा बुहारी नानी भयो नि मासला कहाँ मजाक ओ यहाँ जाउँ न माक्कु खान साँच्ची हो बस्नु हो ओ होइन होला है ओइ मा सम्झि मैले के न्युज सुने नयाँ नयाँ गर्नु छैन भन्छ त हामी ओइ रन्ने ओइ 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 पाडी भाइ पाडी 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 चाहियो मलाई हामी त्यही हो के किने केटाहरूले यार च्याक्क लगाएर खै मलाई चाहिँ भन्छ नेपालको झन्डा किन्नु देखाइदिनु पर्यो नि खोइ कहाँ हो नेपालको आई लभ माई कन्ट्री कसको मामाको अरे अरे लाएर हिँड्नु यो मन त मेरो नेपाल ओइ अरे अरे हो लगेर धुलाउनु पर्यो तिमीहरू के हेरेको छ सम्धि एउटा मलाई सिक्री खोजिदियो त निकाल्ने अनि फेरि पटाउने भन्ने तपाईँ हरामी मान्छेलाई काम मात्र राख खोइ छोड न तिमी हट यहाँ दादाहरूले ओ यहाँ ठोक्ला अहिले फेरि थ्याट त्यो लाउँदैन भयो क्या भयो भयो म लाउँदैन है म किनिदिन्थेँ यो हो कि के हो
तिम्रो उयो चाहिँ ल यस्तो के यस्तो खोइ गएको छ के छ यो यस्तो यस्तो के हो यो ज्याक स्प्यारोको जस्तो निकाल त सम्झे निकाल न एउटा यो निकालिदिनु त एउटा बहिनी उयो निकालिदेऊ न उयो उयो एउटा एउटा आयो के किन्नु प्राडाको महन छ नि प्राडा त्यही छ गुच्चीको लाउने हो केटा गुच्चीको सक्दैन खाएर छ त्यहाँ यस्तो प्राडाले सक्दैन हौ चस्माले त आँखै तिरिमिरी हुँदो रहेछ यो लाउनु त यो पनि अरू के लिने हो भित्र बच्चामा के किनिदिन्थ्यो मम्मीहरूले उयो पुलिसको गाडी किनिदिन्थ्यो क्या तिमीलाई के हो यो त्यो उयो के अरे एनिमी फेस्टिभल हुँदैन लगाएर उयो लगाऊ सक्दैन नि त्यो हाउ गर्दैन ल केटा अब धेरै होइन अब हामी जानुपर्ने हुन्छ के भयो हाम्रो कति भयो हाम्रो सम्झी यहाँ आऊ न यहाँ आऊ न हजुर 350 के अरे केटाहरूले बहिनीले किनिदिन्छ अब बहिनी हो कि बुवा नानी हो मैले चिन्नै गाह्रो ल्याउने हाम्रो चाबीमा छैन नि के लिएको छ छोरीले बुलेटमा टास्टर नि एउटा किन्दा यो के हो है नाइफ लिगौँ एउटा अब त जङ्गलतिर कहीँ जाँदैन अब मान्छे हान्ने हो ल ल ल ल ल ल ल ल लिउँ एउटा मलाई एउटा किन्दा ल ल ल यो पनि एउटा भने कस्तो हो केटा एकछिन हेर्छ केटा हाम्रो जाँदैछौँ टुकटुक है केटा टुकटुक आज टुकटुकमा हो हिजो चाहिँ स्कुटीमा हो आज चाहिँ टुकटुकमा हो हाम्रो जनताहरू धेरै छ नि त फेरि आज चाहिँ पाडी हान्ने आउने केटा च्याक्क लगाएर सडै सर्ट साथी हाम्रो बहिनी पनि थियो होइन हामीले त्यो बहिनीलाई चाहिँ बरापुलमा ल्याइदियो घरमा अब चाहिँ हामी खाने हो टक्क ल्याएर बस्ने हो घरमा गएर मासु भात खानु पर्ने हो तर हामीले लास्ट टक्क हाल्यो तपाईँ तिम्रो कस्तो भयो अरे यस्तै छ केटा हो आजको दिन यस्तै गयो भोलि चाहिँ अब के नयाँ होला जस्तो है सम्झी सुतेको त अब केटा हो गुड नाइट यस्तै छ अब पारा आजको लागि भ्लग यति नै केटा हो अब धेरै बनाउन सकेन होइन यति नै हो अब झ्याउ लागिरह दिनभरिमा बजारमा कपाल सवाल काटियो है यस्तो छ कपालमा पिस आउट
केटाहरूलाई सबलाई गुड नाइट है। मेरो ब्लग हेर्नेलाई सबलाई हेर्दै गर्नु होला। मेरो ब्लग ताजा ताजा ब्लग आउँछ जहिले पनि। पिस्सा केटाहरू म्याज्याक नै।